ए छोरी आज किन स्कुल गइनौ त नि? ए माओवादीले स्कुल बन्द गरेर हो? ए अनि भोलि खुल्छ कि खुल्दैन नि? खुल्छ। ए अनि कतिको पढिछौ त नि तिमी? पढिछौ कि पढि छैनौ? ए बा पढ्न पर्यो नि छोरी मान्छे भएर त गाँठे। अनि मम्मीले कति माया गर्नुहुन्छ त नि? ए मम्मीले कति माया गर्नुहुन्छ? अनि ठुली मम्मीले नि गर्नुहुन्छ? अनि अलि चर्को। अनि भोलि स्कुल जाने हो? ए अनि एबीसीडी पुरै लेख्न जानी छौ? जानी छैनौ? ए जानी छौ? अनि कतिमा पढ्छौ अरे अहिले? कुन क्लासमा रे? एलकेजीमा। एलकेजीमा फर्स्ट भएर जाने हो? ए केजीमा हो। अनि केजीबाट कतिमा जाने हो नि? ए 1 मा जाने हो? अनि के भएर जान्छौ नि? फर्स्ट भएर कि सेकेन्ड भएर कि थर्ड भएर? आइयो भान छोरी त गाँठे टाटी भइछ गाँठे। अनि ऊ गीता दिदी खोइ त नि? ए सुस्मिताको घर? सुस्मिताको हो र गीता दिदीको? साथीको घर। ए छोरी तिमी त दुब्लाई छौ नि, मम्मीले पिटेर त होइन? मम्मीले पिटेर त होइन? हो त्यसो भए मम्मीलाई पिट्न पर्यो। यहाँ वरिपरि सिस्नु पाइन्छ होइन? ऊ के अरे सिस्नु पाइन्छ पाइन्न यहाँ वरिपरि? ऊ टाढा पाइन्छ? ए अनि गीता दिदीको उसमा पाइन्छ। गीता दिदीको त्यो क्लासमा त्यहाँ पाइन्छ। क्लासमा जान दिन्न। ए हो? भन्ने बात। अनि मामा घर गयो कि गएनौ नि? गए, खसीको मासु खाए। ए खसीको मासु? कुखुराको मासु खाए। ए अनि हजुर के अरे भैँसीको खाएको होइन? भैँसीको मुनिपाठीको? आइपाडीको नि खाएको अरे त। अनि बुढी हजुरआमी त गयो कि गएनौ त नि? अनि बुढी हजुरआमा कस्ती हुनुभएको छ? दाउरो लिएर हिँड्ने जस्तै हुनुभयो। अनि तिमीलाई बुढी हजुरआमाले के दिनुभयो नि? पहिला चाउचाउ दिनुहुन्थ्यो। पहिला मजारेको घर दोकान छ। चिनी दिनुभयो? पहिला चिनी दिनुभयो, कति धेरै चिनी दिनुभयो। अनि दुब्लाएर आयो भने कुरा सुन्नु न। हो त नि। ए अनि हजुरआमाले के दिनुभयो त नि? खालि चिनी मात्रै? ए हो? पैसा दिनु भएर। ए हो?